Oh my god, pani भएको होला यसले। Hey, Rita, welcome. ल बधाई छ सबभन्दा सुरुमा त तपाईलाई है। Thank you. तपाईलाई पनि एकदम धेरै धेरै बधाई छ। एग्रिमेन्ट साइन भइसक्यो होला किन तपाईको भइसक्यो? ओके सो के छ अलिकति उहाँको अरु नायिका भन्दा अलिकति पारिश्रमिक बढी छ कि उति नै हो बढी छ, डबल ट्रिपल छ। डबल ट्रिपल नै छ। सबभन्दा सुरुमा त तपाईलाई स्वागत गर्न चाहन्छौँ हामी है। हुन त फिल्म इन्डस्ट्रीमा एक हिसाबले दर्शकहरूले अलिकति कम परिचितमा तपाईँ पक्कै हुनुहुन्छ होला, तर फिल्मको आधारमा चाहिँ मिडिया पर्सनालिटिजहरूले तपाईँलाई चिन्दै रहनु भएको छ है। तीनटा असफलता पछाडि सफल हुनका लागि आवाज आमा दुई त्यसरी भन्दा हुन्छ। असफलता त नभनौँ, मैले आफूभित्र धेरै इम्प्रुभ फिल गरेको छु त्यो प्रोजेक्टहरूले गर्दाखेरि, त्यसलाई असफलता भन्नु मिल्दैन होला। भएपछि एक्सपेरिमेन्टको लागि अरू तीनटा फिल्म थिए अनि अब एक्सपेरिमेन्टको लागि होइन, हजुर फिल्म हेर्नु भएको छ मेरो पहिला हजुर त्यसमा हजुरले प्रोग्रेस त देख्नु भएको नै छ होला, त्यसरी लिन चाहन्छु म चाहिँ। सो आबाट आमा पहिला हेर्नुभयो, हजुर कस्तो लाग्यो तपाईँलाई? एकदम इमोसनल फ्यामिलीको माया त्यो खालको कुराहरू छ, एकदम राम्रो लाग्यो। चन्द्रजीलाई पनि धेरै धेरै बधाई दिन चाहन्छु है। हुन त अहिलेको टाइममा चाहिँ इन्स्टलमेन्टमा नायिकाहरू देखाइरहनु भएको छ है, कारण कि अब यो पछिको टाइममा चाहिँ हुन्छ प्रचार प्रसारको लागि जुझ्नुपर्छ भनेर अहिलेदेखिबाट नै प्रचार प्रसारको थालनी हो यो। ए होइन, जति सकिन्छ स्पेस दिनुपर्छ आर्टिस्टलाई भन्ने कुरा हो। अहिलेदेखि नै उहाँहरूलाई अलिकति परिचित बनायो भने पछि हामीलाई नै फाइदा हुन्छ, अनि उहाँहरूलाई पनि हाम्रो टिमसँग जोड्दाखेरि यतिको माइलेज पाइन्छ भने उहाँलाई पनि फाइदा हो। र अलिकति कम परिचित नायिकाहरू नै भन्छु म अहिलेको टाइममा डेब्यु गराइरहनु भएको छ या फिर हुन्छ नि कोही नायिकाहरू चाहिँ अब जस्तै काम गरिरहनु भएको छ तर त्यो धेरै दर्शकको नजरमा नपाउनु भएको किन हो? नायिकाहरू चाहिँ अलिकति हुन्छ नि कमै देखा परेको भए पनि म सुपर हिट बनाउँछु भनेर हो कि के हो? त्यस्तो होइन, कस्तो हुन्छ भने अब हामीलाई चाहिँ फुल टाइम चाहिने आर्टिस्ट चाहियो नि त। जस्तै नायकहरू जति हुन्छ उहाँहरूले चाहिँ हाम्रो हिसाब काम गर्नु भएको छ। जस्तै आकाशले कुनै फिल्म नगर्ने शर्तमा, पलले कुनै अरू फिल्म नगर्ने शर्तमा या प्रमोसनमा फुल टाइम हिसाबमा, अब जस्तै उहाँहरूले पनि जस्तै अरू फिल्म हामी गर्दैनौँ यसलाई नै फुल टाइम गर्छौँ भन्ने हिसाबमा नै काम गर्नु खोजेको हो। रिलिजको बेलामा दसैँको बेला छ, मान्छे आफ्नो घर जानु खोज्छ होला, के गर्नु खोज्छ होला, टाइम दिन गाह्रो हुन्छ होला। त्यही भएर हामीलाई चाहिँ हाम्रो क्यारेक्टरलाई म्याच हुने पनि र हामीलाई 100% टाइम दिने फिल्मप्रति 100% डेडिकेटेड मान्छे हो। त्यही भएर उहाँहरूलाई नयाँ भनौँ या जो भए पनि हामीले चाहिँ राम्रो कलाकार छानेको छौँ। योपालि बेस्ट अफ बेस्ट आर्टिस्ट छान्छौँ योपालि। भनेपछि अप्सनमा धेरैजना हुनुहुन्थ्यो थिएन, किनभने टाइम दिने कलाकार तपाईँ आफै भन्नु। अब मार्केटमा अलिकति बिजी एक्टर एक्ट्रेसहरू या एक्टर लियो भने उहाँहरूको कमिटमेन्ट बढी हुन्छ नि त, धेरै फिल्महरूमा साइन गरे होला या अरू प्रोजेक्ट हुन्छ, उहाँलाई हामीले हाम्रो हिसाबमा बढी टाइम माग्न सकिन्न नि त। त्यही भएर हामीलाई हाम्रो हिसाबमा टाइम दिने मान्छे जसले फिल्मलाई यही फिल्मले नै त्यो क्यारेक्टरलाई उहाँ 100% पर्फेक्ट म्याच भएको भएर मात्र मलाई अडिसन दिनु पऱ्यो निकिताजी। अडिसन अडिसन त भएन, तर हाम्रो वर्कसप गरेर उहाँसँग धेरै लामो टाइम उहाँले धेरै राम्रो काम गर्नुहुन्छ भन्ने आशा गर्छु मैले। धेरै राम्रो उहाँको जति पनि हाम्रो वर्कसप हेरौँ या अहिलेसम्म हामीले प्रिपरेसन हेरेको छौँ त्यो बेस्ट काम छ। त्यही भएर मात्रै अनि त्यसपछि मात्रै हामीले कन्ट्याक्ट साइन गरेको उहाँलाई। स्टार्सहरूको भिडमा म फेरि पनि हराउँछु भन्ने छ कि छैन निकिताजीलाई? त्यस्तो त छैन, म मेरो कामले उठ्न सक्छु जस्तो चाहिँ लाग्छ। कसको काम चाहिँ बढी मनपर्छ तपाईँलाई? डाइरेक्टर, प्रोड्युसर या फिर हुन्छ नि जसको नाम लिन कलाकारैहरूको होइन, कसको कामलाई चाहिँ बढी मध्यनजर गरेर आउनु भएको यो आवाज आमा? अहिले त अगाडि चन्द्र सरले उहाँले भन्छु। कसको जोडी भएर आउँदै हुनुहुन्छ मलाई थाहा छ? मलाई थाहा छैन। अहिले भन्नु मिल्दैन नि त, हामीसँग आर्टिस्ट ट्रेडिसन को कसको जोडी भन्ने भन्दा पनि हामी सबै आबाट आमा दुईमा छौँ। त्यही हो, यसलाई जोडी कसको पेयर को भन्ने कुरालाई सरप्राइज राखौँ न, अझै धेरै बाँकी छ। जस्तै चलचित्रमा विपिन थापाको कामलाई भन्छ नि अब हामीले पहिलेदेखिबाट देखिरहेको होइन, तपाईँले कसरी निहाल्नु भएको छ त्यो सुनौँ न, किनभने एकदमै भेटरेन एक्ट्रेस हुन्छ उहाँ होइन, कसरी निहाल्नु भएको छ उहाँको कामलाई? मेरो लागि त एकदम ठुलो कुरा हो म उहाँसँग प्रोजेक्टमा छु भन्नु नै। उहाँको बच्चैदेखि हेर्दै हेर्दै हुर्केको, अब त्यो भन्नलाई मात्र भनेको होइन कि साँच्चीकै नै बच्चादेखि नै हेर्दै हेर्दै हुर्केको नि त। सो आई फिल भेरी प्राउड एन्ड ब्लेस्ड।
पल शाहजीले यो चलचित्रमा अलिकति डिफ्रेन्ट जुन क्यारेक्टर पनि अटेम्प्ट गर्नुभयो एक हिसाबले होइन कस्तो लाग्यो अब एक हिसाबले उहाँको कामलाई लिएर पनि चलचित्रलाई ओके भन्ने धेरै नायिकाहरू पनि हुनुहुन्छ होइन तपाईँ कुन पर्सपेक्टिभबाट आउनुभयो त्यो विषयमा म चाहिँ उहाँसँग कुरा गर्दाखेरि उहाँको पर्सपेक्टिभ होइन एज अ डिरेक्टर उहाँले कस्तो अप्रोचले फिल्म बनाइरहनु भएको छ भन्ने कुरा चाहिँ पहिला बुझेर अनि त्यस पछाडि अरू सबै एक्टर्सहरू पनि हेरेर अनि पल शाहजी पनि हेरेर नै गरायो लाइक पल शाह नै हुनुहुन्छ मात्र भनेर पनि त हुँदैन नि त सबै कुराहरू एज एन एक्टर मैले राम्रो राम्रो टिम पाउनु भनेको त एकदम ठुलो कुरा हुन्छ सो सबै कुरा हेरेर नै आएको भन्छु अब कति धेरै फिल्म अब जुन टाइममा आवाज आमा 2 आउँदैछ त्यो टाइममा अल फिल्म्सहरू पनि आउँदैछ होइन त्यो हिसाबले चाहिँ आफै एज अ कलाकार पनि आफूलाई भोलिको दिनमा चाहिँ आफू प्रेजेन्ट हुने हो नि त होइन सिङ्गल रूपमा आइरहँदाखेरि आफै अलिकति रिस्की चलचित्र हो भन्ने फिल भयो कि भएन तपाईँलाई रिस्की एज इन अरू फिल्महरूसँग लाग्दैछ नि त फिल्म अब भोलिको दिनमा भविष्य के हुन्छ त थाहा छैन नि त फिल्मको भविष्य थाहा नभएपछि तपाईँको भविष्य पनि थाहा हुँदैन नि त त्यो हिसाबले चाहिँ रिस्की भविष्य त कसैलाई पनि कसैको पनि थाहा हुँदैन जस्तो लाग्छ मलाई अब हामी त राम्रो हुन्छ हामी राम्रो प्रडक्ट निकाल्छौँ अनि राम्रो हुन्छ भन्ने नै सोचेर नै फिल्म बनाइन्छ सबैजनाले नै सबैको राम्रो हुन्छ हामी आफ्नो बेस्ट गर्छौँ अरूसँग हाम्रो कम्पिटिसन छैन हजुर धेरै दिन हुन्छ दसैँको बिदा पनि धेरै दिन हुन्छ जस्तो फ्रिडम छ दर्शकलाई पनि कतिको स्ट्रगल गर्नु पर्यो तपाईँले फिल्म इन्डस्ट्रीमै काम गर्नलाई फेरि आफ्नो नाम चाहिँ आबाट आमासम्म आइपुग्नुको लागि कतिको स्ट्रगल गर्नु पर्यो स्ट्रगल भन्दा पनि प्रोग्रेसिभ हिसाबले स्ट्रगल भन्ने कि नभन्ने त्यसलाई म काम गरि नै रहेको छु म मेरो एजुकेसनल ब्याकग्राउन्ड जे भए पनि म एक्टिङ नै गरेर त्यसकैमा बाँचिरहेको छु अहिलेसम्मलाई सो त्यसलाई स्ट्रगल पनि भन्न मिल्दैन होला तर काम गरि नै रहनुपर्छ अनि राम्रो काम गरेपछि आँखामा परिन्छ जस्तो मलाई फिल भइरहेको छ जस्तै चन्द्रबन्द एकदमै हुन्छ नि स्ट्रिक्ट डिरेक्टरमा पर्नुहुन्छ होइन अब उहाँले अगाडि त भन्नुहुन्न तर कानुकुसी गर्दाखेरि चाहिँ उहाँ चाहिँ राम्रो काममा हाल्नुहुन्छ थर्काउनसम्म पनि थर्काउनुहुन्छ त्यो थर्काइ सहनको लागि रेडी हुनुहुन्छ इफ राम्रो काम निस्किन्छ भने वाइ नट उहाँको एउटा पर्सपेक्टिभ हुन्छ उहाँको एउटा भिजन हुन्छ नि त जुन कुनै पनि प्रोजेक्ट नै डिरेक्टर्सको भिजन नै हो सो उहाँको भिजनमा म्याच हुनको लागि अलिकति त्यस्तो हुन्छ भने पनि एउटा गार्जियनको रूपमा त्यो चाहिँ फरक नपर्ला जस्तो लाग्छ मलाई चन्द्रलाई यति धेरै कलाकार लिनुभएको छ बजेट त आबाट आमाको सबै बजेट चाहिँ आबाट आमा 2मा हो कि के हो जति आथि सबै लगानी हो 1 रुपियाँ पनि राख्नु भएको छैन थाहा छैन तपाईँको हातमा नयाँ ट्याटु बनाएको देखिरहेको थिएँ मैले पुरानै हो एकचोटि हेरौँ न त्यो यो चाहिँ खासमा छोरीको होइन यो ओम आर्या हो ओम भनेको भगवान् शिव आर्या भनेको पार्वती मा पार्वती अनि ओम आर्या हो खासमा अनि मेरो छोरीको नाम आर्या हो नि त आर्या इन्टरटेनमेन्ट अनि यही भएर ओम पनि अनि ओम मेरो बुवाको नाम पनि हो कि त्यही भएर सबै अमा चन्द्रबिन्दु थापिरहेछ खासमा मलाई आबाट आमा लेख्दाखेरि आमामा चन्द्रबिन्दु हुन्न है भन्ने धेरै कमेन्ट आएको थियो पहिले होइन तर खासमा आमा भन्दा पहिले हामीले ओम बनाएर अनि ओममा आमा बनाएको हो पछि त्यो फिल्ममा कास्टिङमा हामीले लिएका थियौँ होइन र खासमा आमामा त चन्द्रबिन्दु हुँदैन नि त तर आमा भन्दा पनि स्टार्टिङ ओम हुनु खास थियो अनि ओमसँगै आमा जोड्या हो तपाईँ जिद्दी फिल्म मेकर हो किनभने तपाईँलाई नगर भनेका कामहरू तपाईँ गर्नुहुँदो रहेछ तपाईँलाई योभन्दा अगाडि पल्सा पनि नलि भन्नुभएको थियो तपाईँले लिएरै छाड्नुभयो आएको माथि पनि चन्द्रबिन्दु नहाल भन्नुभयो लिएरै त्योभन्दा पहिले पनि छ नि त तिम्रो फिल्म होइन जिद्दी हो तपाईँ होइन मलाई चाहिँ के नयाँ काम गरौँ भन्ने मात्र लाग्छ होइन जस्तै रसोदीर्घ गऱ्यो हामीले रसोदीर्घ त्यस्तै भएको थियो रसोदीर्घ कहाँ हुन्छ भन्थ्यो नि त होइन अनि आबाट आउँ त्यस्तै हो अब अहिले आएर टु त्यस्तै हो आफ्नो बेस्ट गरौँ फिल्म चल्नु नचल्नु मान्छे मन पराउनु नपराउनु पछि कुरा हो आफूलाई मनपर्ने काम चाहिँ गर्नु पाउनुपर्छ भन्ने हो म पनि त्यही गरेर अहिले तपाईँलाई चाहिँ जति पनि एक्टर्सहरू हुनुहुन्छ फिल्मबाट होइन सबैको एउटा हुन्छ नि तपाईँको बाइ फार उहाँहरूको चाहिँ बेस्ट लाग्ने तपाईँलाई चलचित्र कुन जति पनि एक्टर्सहरू हुन्छ जस्तै विपना थापाकै कुरा गरौँ पल्साकै कुरा गरौँ आकाश श्रेष्ठकै कुरा गरौँ होइन उहाँहरूको मनपर्ने चलचित्र कुन हो सुन ठ्याक्कै त्यस्तो दिमागमा चाहिँ आउँदैन यसरी सोद्धाखेरि चाहिँ सोच्ने टाइम छ हामीसँग ओके विपना थापाको चाहिँ उहाँको मलाई स्टाइलहरू एकदम मन पर्थ्यो होइन ठ्याक्क यही फिल्मको नाम भन्दा पनि उहाँको स्टाइलहरू एकदम मन पर्थ्यो बच्चैदेखि उहाँको त्यो खालको एरामा चाहिँ एकदम एक्सेप्सनल नै लाग्थ्यो अनि पल शाहको त उहाँको बेस्ट पर्फर्मेन्स भनेको आबाट आमा 1 नै हो जस्तो लाग्छ मलाई टु बी अनेस्ट अनि अरू त आकाश श्रेष्ठ आकाशको अब 2 अब
त्यसमा बोल्नु न बोल्नु न कोसँग पेयर भयो हुन्थ्यो मेरो भन्ने चाहना छ किनभने आफ्नो पर्सपेक्टिभबाट पनि मेरो जोडी चाहिँ योसँग सुहाउँछ भन्ने आफ्नो पनि एउटा पर्सपेक्टिभ राखिन्छ नि त हजुर कोसँग चाहिँ सोला जोडी सुहाउने भन्दा पनि हामी चाहिँ क्यारेक्टरमा आई डोन्ट नो म चाहिँ त्यो थिएटरबाट आएको भएर कि क्यारेक्टरमा काम गरेपछि जोसँग पनि सुहाउनु पर्छ भन्ने कुरामा चाहिँ अलिकति बिलिभ गर्छु लाग्छ तपाईँलाई हुन्छ नि म जोसँग परे पनि मैले आफ्नो 100% दिन सक्छु उहाँसँग टक्करको एक्टिङ गर्न सक्छु भन्ने छ त्यो चाहिँ छ छ। त्यो चाहिँ आई थिङ्क कन्फिडेन्स भन्ने कि अलिकति त्यति ओभर कन्फिडेन्स तर वर्कसप हामी राम्रोसँग गरिरहेछौँ सो त्यसले अलिकति झन् बिल्डअप भइरहेछ जस्तो लाग्छ त्यसैले केही छ अब निकिताजी हुन्छ नि पल शाहको हालत हेर्नु न अगाडि हजुर उहाँको जोडी बन्दै हुनुहुन्छ कि आकाश श्रेष्ठको दारी सारी सब खोलिसकेको छ खास कस्तो चाहिँ होला हजुरलाई को जस्तो लाग्छ म त यता पल शाह नै हुनुहुन्छ अगाडि पल शाहकै हो कि जस्तो भइरहेको त्यस्तै होला त के छ सम्भावना हेरौँ न 10 कुरौँ न बोलीको हिसाबले त साइग्रेससँग पनि हुनसक्छ बोलेको साउन्ड आवाज आवाज त लाउड बोल अब हस् अब पलजीको एक्टिङको धेरै तारिफ भइरहेको छ यहाँ अब नेसनल अवार्डमा पल शाहको आबाट आमा 1 बाट कतिको सम्भावना देख्नुहुन्छ त्यो चाहिँ मैले भन्नु मिल्दैन तर जुन पलले 1 मा काम गरेको छ जुन मेहनत गरेको छ नि त्यो चाहिँ साँच्चै नै त्यो चाहिँ मान्नै पर्ने काम हो उसले गरेको होइन त्यसलाई चाहिँ एप्रिसिएट गरेर दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ किनकि लास्ट इयर त्यस्तो त्यो लेभलको खासै मैले नहेरेको हुनसक्छ थाहा छैन तर पल जस्तो एक्टिङ गरेको छ त्यो एक्टिङ भन्दा पनि चाहिँ पछाडि जुन मेहनत गरेको छ नि त्यो मेहनत चाहिँ मैले देखाएको छु नि त त्यो चाहिँ रियर मान्छेले गर्छन् होइन त्यही भएर जसलाई हरेकचोटि नन एक्टर भन्ने एक्टिङ गर्न आउँदैन फ्ल्याट एक्टर भन्ने मान्छे त्यो लेभलको काम गर्नु मेहनत गर्नु त्यो चाहिँ साँच्चै नै एउटा एप्रिसिएसनको कुरा हो त्यही भएर योपालि चाहिँ विवाद नगरिकन पल शाहलाई नेसनल अवार्ड दिँदाखेरि त्यो बेस्ट हो जस्तो लाग्छ मलाई चाहिँ अब निकिताजीलाई चाहिँ हुन्छ नि अहिले पछिल्लो समय चाहिँ नायिकाहरू 101 एक्टिङमा देखिनु भएको छ कि दमदार जस्तै स्वस्तिमा खड्का वर्षा राउतको भयो आँचल शर्माको बहादुरको कुरा गर्दा के लाग्छ तपाईँलाई चाहिँ हुन्छ नि अब हामी पनि नयाँ आउनेहरू पनि त्यो लेभलको हामी पनि गर्छौँ है भन्ने के भन्न चाहनुहुन्छ उहाँको फिल्म हेर्नुभयो कि भएन अनि के भन्न चाहनुहुन्छ हजुर मैले फिल्महरू हेरेँ स्वस्तिमाजीको एकदम राम्रो लाग्यो राधी बजारमा पर्फर्मेन्स अनि उहाँबाट चाहिँ हामीले धेरै कुरा सिक्नुपर्ने छ क्या उहाँहरू जस्तो कलाकारहरूबाट आँचल शर्माको पनि बेस्ट पर्फर्मेन्स नै भनिरहेछ अहिले कुटी बादलमा सो त्यस्तो खालको त अझ एक्सपेरिमेन्ट गर्न पायो भने झन् धेरै राम्रो हुन्छ उहाँबाट धेरै कुरा सिक्नु छ सिक्दै गर्दाखेरि सक्नुहुन्छ नयाँ आउनेले पनि जस्तो लाग्छ अहिले झन् सबैजना नै धेरै जस्तो त थिएटरको ट्रेनिङ नै लिएर आउनुहुन्छ सो हजुर सकिन्छ आबाट आमा 2 गर्नुको रिजन चाहिँ के हो निकिताजी अब हुन्छ नि यो फिल्म अब 1 पहिले हिट भयो होइन 2 बन्दैछ स्क्रिप्ट मन परेको कि होइन यसमा चाहिँ कलाकार दमदार छ मैले गर्नुपर्छ छुटाउनु हुँदैन भनेर मलाई चाहिँ डिरेक्टरको भिजन मन परेको हजुर अनि कलाकारहरू पनि सबैजना नै 101 हुनुहुन्छ सो नाइ भन्ने त क्वेसन नै थिएन यस्तो हुन्छ नि डिरेक्टरले कहानी भन्दाखेरि एउटा हुन्छ र कतिजना कलाकारले भन्नुहुन्छ कि फिल्ममा गएपछि फिल्म बन्दाखेरि छुट्टै भयो भन्नुभयो कि तपाईँले स्क्रिप्टलाई ट्रस्ट गर्नु भएको हो कि चन्द्रपन्तलाई ट्रस्ट गर्नु मैले चाहिँ चन्द्रपन्तकै स्क्रिप्ट र दुइटैलाई ट्रस्ट गरेको स्क्रिप्ट मेरै हजुर एकलाई पनि होला त्यो पछि त्यो त सेकेन्डरी पार्ट हो हामीले कति धेरै कामहरू त फ्रीमै पनि गरे हुन्छौँ हामी एउटा प्यासन बोकेर आएको मान्छेहरू त्यस्तो पैसाले नै चाहिँ नरोक्ला जस्तो लाग्छ मलाई अब चन्द्र दाई एउटा आरोप लागेको छ कि तपाईँमाथि आबाट आमा 1 माथि चाहिँ पल शाहको फिल्मको बिजनेसलाई भन्दा पनि अनमोल केसीको बिजनेसलाई टप्यो भन्ने खालको कुरा मात्रै मार्केटमा उहाँहरूले राख्न खोज्नुभयो भन्ने खालको एकदम आरोप लागिरहेको थियो यसलाई के भन्नुहुन्छ त्यो होइन त्यो आरोप लगाउने मिडिया हो त्यसको आन्सर दिने मिडिया नै हो होइन किनकि अनमोल मेरो सबैभन्दा प्यार भयो मैले सबैभन्दा बढी काम गरेर अनमोलसँग हो होइन त्यही भएर उसँग कम्पिटिसन गर्ने पुरै हुँदैन भुवन दाई अनमोल हाम्रो फ्यामिली जस्तै हो हरेक फिल्मको रेकर्ड टुट्नलाई रेकर्ड बन्ने हो होइन भोलि दिनमा हाम्रो पनि अर्को फिल्म रेकर्ड तोड्ला या हिजो पनि तोडेकै छ फिल्महरूको त्यही भएर कसैको फिल्म कसैको रेकर्ड तोड्नु भन्दै भन्दैन सकिन्छ बनाउन सकिन्थ्यो भन्दा हामी कसको रेकर्ड तोड्दै तोड्दैन अब अनमोल केसीसँग तपाईँको हुन्छ नि फिल्ममा
उहाँसँग सहकार्य गर्ने चाहना यस्तो प्लानहरू केही छ कि छैन? किन छैन मेरो लागि होइन भन यस्तो छ मैले त मलाई ड्रिम्सदेखि नै फाइट सिकाउँदै होइन कृति गरेँ क्याप्टन गरेँ मैले त्योसँग 4-5 फिल्म गरेको छु होइन म सबभन्दा मनपर्ने भाइ पनि हो होइन बच्चै थियो नि त्यति बेला मैले उसलाई हातसम्म त्यो फाइट सिकाएको मान्छे हो त्यही भएर होपफुल्ली हामी फेरि कहीँ न कहीँ काम गर्नेछौँ तपाईँ एक्सन डाइरेक्टर पनि भएको हिसाबले चाहिँ अहिले पछिल्लो समयको एक्सनलाई चाहिँ कसरी हेरिराख्नु भएको छ होइन? विराज दाईको एक्सन फिल्म आयो, अब फेरि आउँदैछ अर्को 12 गाउँ, समीर भट्ट राम्रो राम्रो बहुत राम्रो नेपालमा नेपालमा त्यतिको फाइट हुनु त्यति एक्सन फिल्म बन्नु भनेको प्राउड फिल हो किनकि नेपालमा हामीसँग कुनै पनि साधन छैन केही पनि छैन नि त हामी लिमिटेड इक्विपमेन्टमा काम गरिरहेछौँ लिमिटेड भन्दा पनि छैन भन्दा हुन्छ हामीसँग केही पनि त्यही भएर त्यो चाहिँ बेस्ट काम हो धेरै मैले 12 गाउँ पनि हेरेको थिएँ या अब 12 गाउँ 2 बन्दैछ अहिले या राम्रो सत्य भयो त्यो बेस्ट काम गरे हो त्यो त्यतिको फिल्म बन्नु भनेको अब अझ आचार्य भन्ने फिल्मबाट अझ म अझ एक्साइटेड छु कि के निखिलदाले के ल्याउँदै हुन्छ होइन सो अबको आँखा चाहिँ आचार्यमा छ हेर्नु कस्तो हुन्छ भाइको कस्तो काम यस्तो राम्रो फिल्म बनिरहेको छ एक्सन मुभी होइन डिरेक्टर प्रोड्युसर सबैले एप्रिसिएट गरिरहेछ दर्शकले एप्रिसिएट गर्ने एक्सन मुभी फिल्म चाहिँ कहिले बनायो किन बनाएछ त 12 गाउँ बनाएन त्यसपछिको हो ए होइन त्यस्तो भन्नु मिल्दैन राम्रो फिल्म चाहिँ चलिरहेछ चाहे एक्सन होस् चाहे इमोसन होस् चाहे लभ स्टोरी होस् होइन त्यही भएर जस्तै 12 गाउँ भन्ने फिल्मलाई पनि त अडियन्स त्यस्तो दसैँको बेलामा त्यस्तो हाइप भएको फिल्म त्यस्तो बिजनेस गरिदियो ब्लग अल टाइम ब्लकबस्टर भएको फिल्म हो त्यही भएर राम्रो फिल्म चल्छ नै चाहे एक्सन होस् चाहे जस्तो होस् अब आचार्य र 12 गाउँ 2 अझ आउँछ नि हेरौँ न राम्रो होला हुन्छ नि अलिकति अघिल्लो पुस्ताको नायकहरूमा चाहिँ एक्सन किङ भन्ने एकदम चर्चा हुन्छ कि कसैले विराज भन्छ भट्ट भन्छ कसैले निखिल पछि तपाईँ चाहिँ के भन्नुहुन्छ? म चाहिँ के पनि भन्दैन अब कसलाई किङ सिङ किङ भन्नु अहिले होइन निखिल दाई विराज दाई सेम हुन् होइन राज दाई हुन्छ सिद्धै हुन्छ कहिले होइन सबैको काम राम्रो छ त्यही भएर किङ नभन्नु पर्छ होइन किङ धेरै छ नेपालमा होइन अहिले नयाँ पुस्ताको एक्सन हिरोहरूमा चाहिँ सुशील श्रेष्ठको चर्चा हुन्छ होइन समीर भाइ भयो सुशील भाइ यिनीहरू चाहिँ बेस्ट काम गर्दछन् बेस्ट एक्सन स्टार हो त्योहरू नित्याजीलाई चाहिँ हुन्छ नि एक्सन हिरोसँग हुन्छ नि तपाईँ पनि एक्सन गर्दै त्यस्तो थियो मान्छे कतिको रहन्छ अफकोर्स भन्छ म सबै जनर नै ट्राई गर्नु मन छ एक्सनमा चाहिँ कोसँग ठिक होला तपाईँको? त्यस्तो त मैले अहिलेसम्म सोचेको छैन तर जस्ट एक्सन जनर पनि गर्न चाहिँ मन छ धन्यवाद थ्याङ्क यू के छ विशाख भन है Thank you. थ्याङ्क यू एभ्रिवान